नमस्कार। के तपाईलाई थाहा छ? एउटा सानो गमलामा उम्रेको यो हरियो घाँस तपाईको शरीरको लागि सुपरफुड मात्र होइन, अमृत समान छ। हाम्रो शरीरलाई स्वस्थ रहन 115 प्रकारका तत्त्व चाहिन्छ र अचम्मको कुरा के छ भने यो गहुँको जमरामा मात्रै 95 प्रकारका तत्त्व पाइन्छन्। यसलाई ग्रीन ब्लड अर्थात् हरियो रगत पनि भनिन्छ। मानिसहरू महँगो सप्लिमेन्टमा हजारौं खर्च गर्छन्, तर जमरा फ्री जस्तै छ। यसमा दूधभन्दा बढी क्याल्सियम, पालुङ्गोभन्दा बढी आइरन र सुन्तलाभन्दा बढी भिटामिन सी पाइन्छ। यसमा 70% क्लोरोफिल हुन्छ, जसको संरचना हाम्रो शरीरको हिमोग्लोबिनसँग ठ्याक्कै मिल्छ। त्यसैले यसले रगतको कमी, अनिमिया तुरुन्तै ठिक गर्छ। यसले कलेजो, लिभर सफा गर्छ र रगतबाट विषाक्त पदार्थ बाहिर निकाल्छ। यसमा भएको म्याग्नेशियमले तपाईलाई दिनभरि सक्रिय राख्छ। यसले शरीरमा अक्सिजन बढाउँछ। क्यान्सरका कोषहरू अक्सिजन भएको ठाउँमा फस्टाउन सक्दैनन्। केमोथेरापीको साइड इफेक्ट कम गर्न यो वरदान हो। डाक्टरले पत्थरी हुँदा क्याल्सियम खान दिँदैनन्, तर जमराको क्याल्सियमले पत्थरी पगाल्न मद्दत गर्छ। यदि तपाईलाई चाउरीपना, सेतो कपाल वा डन्डीफोडले सताएको छ भने यसको पेस्ट अनुहारमा लगाउनुहोस् वा जुस पिउनुहोस्। तपाई सधैँ जवान देखिनुहुनेछ। महिनावारीको गडबडी, सेतो पानी बग्ने वा हट फ्ल्यासेसमा यो निकै प्रभावकारी छ। यसलाई प्रयोग गर्ने सही तरिका के हो त? मात्रा: सुरु गर्दा 2 चम्चाबाट गर्नुहोस् र बिस्तारै 40 मिली 8 चम्चासम्म पुर्याउनुहोस्। समय: सधैँ बिहान खाली पेटमा खानुहोस्। खाएको आधा घण्टासम्म केही नखानुहोस्। सावधानी: यो प्रकृतिमा चिसो हुन्छ। त्यसैले पिनास, साइनस वा कफको समस्या भएकाहरूले यसमा थोरै अदुवा वा मरिच मिसाएर खान सक्नुहुन्छ। हेर्नुहोस्, स्वस्थ रहन महँगो औषधि होइन, सही जानकारी चाहिन्छ। गहुँको जमरा एउटा यस्तो प्राकृतिक उपचार हो जसले तपाईको डीएनए सम्मलाई मर्मत गर्ने क्षमता राख्छ। मायाको टोकरीमा उपलब्ध छ प्राकृतिक तरिकाले सुकाएर तयार गरिएको शुद्ध र गुणस्तरीय गहुँको जमराको पाउडर। अर्डर गर्नका लागि डाइरेक्ट मेसेज गर्नुहोस् र यस्ता उपयोगी स्वास्थ्य जानकारीका लागि मायाको टोकरीलाई फलो गर्न नबिर्सनुहोला।